गाभा सैना महिना गोल्ड कप प्रतियोगिताको यो खेलमा सहभागी हुने अवसर मेरो लागि धेरै खुसीको अवसर बन्न गएको छ। म आयोजक लगायत सबै दर्शक, खेलप्रेमी दर्शक र खेलाडी भाइहरूलाई हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु। मैले जहिले पनि खेल क्षेत्रको विकासको निम्ति आफ्नो ठाउँबाट सक्दो भौतिक पूर्वाधारको विकास, खेलको तालिम र त्यस्तो अन्य आवश्यक वातावरण बनाउने कुरामा सहयोग गर्दै आएको छु। तपाईहरुलाई थाहै होला, मैले राष्ट्रिय गौरवको आयोजनाका रूपमा खेल मैदानहरूलाई विकास गर्ने कुराको निर्णय गर्दै आएको छु र अझ त्यसमा पनि फुटबल खेलप्रति मेरो विशेष अभिरुचि। म आफ्नो युवा कालमा फुटबल खेलको म्याचहरुमा सहभागी हुने गरेकोले पनि फुटबल खेलप्रति मेरो विशेष लगाव र रुचि छ। आज मलाई सैना महिनामा खेलको संरचना बनाउने कुरामा निकै राम्रो आधार बन्दै गएको मलाई यहाँ बस्दै गर्दा यो पनि भनियो कि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने हामीले डीपीआर बनाउँदै छौं। त्यो प्रक्रिया अगाडि बढेको छ। त्यसमा मेरो तर्फबाट, मेरो दलको तर्फबाट तपाईहरुलाई पुरै सहयोग हुने विश्वास दिलाउन चाहन्छु। आज यो फुटबल प्रतियोगितामा रजहर र कपिलवस्तुका टिमहरू जो तपाईहरु फाइनलमा सहभागी हुँदै हुनुहुन्छ, तपाईहरुलाई विशेष बधाई भन्न चाहन्छु। खेल आजको युगमा राष्ट्रको निम्ति, स्वास्थ्यको निम्ति र अन्तर्राष्ट्रिय सम्बन्धको निम्ति, देशको आर्थिक समृद्धिको निम्ति बहुआयामिक चीज बन्न गएको छ। त्यसकारण खेलमा लगानी गर्नु, खेल प्रेमी वातावरण बनाउनु, खेल पूर्वाधारको विकासमा राज्यको तर्फबाट अझ बढी ध्यान दिन जरुरी छ। म तपाई सैना महिनाका सबै जनप्रतिनिधि साथीहरू जसले तपाईहरुले यस क्षेत्रमा खेल पूर्वाधारको निम्ति मेहनत गर्नु भएको छ, तपाईहरुलाई धन्यवाद भन्दै मेरो तर्फबाट तपाईहरुलाई सक्दो सहयोग हुने विश्वास सहित फेरि खेलाडी भाइहरूलाई बधाई दिँदै, आयोजकलाई धन्यवाद भन्दै, खेल प्रेमी आदरणीय जनसमुदाय तपाईहरुको खेल प्रतिको लगावलाई पनि अभिवादन गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।